नमस्कार। आजको भिडियोमा हामी नेपालको चर्चित राजनीतिक व्यक्तित्व केपी शर्मा ओलीको घर परिवारको परिचयलाई रोड थिङ्किङको दृष्टिकोणबाट बुझ्ने प्रयास गर्नेछौँ। सबैभन्दा पहिले एउटा आधारभूत प्रश्न गरौँ। कुनै पनि व्यक्तिको सोच, चरित्र र नेतृत्व कहाँबाट सुरु हुन्छ? रोड थिङ्किङ अनुसार यसको उत्तर हो परिवार। परिवार नै मानिसको सोच, संस्कार र सङ्घर्षको पहिलो आधार हो। अब कुरा गरौँ केपी शर्मा ओलीको जन्म र परिवारको। उनको जन्म पूर्वी नेपालको तेह्रथुम जिल्लामा भएको हो। यो जिल्ला पहाडी भूगोल, कृषि र साधारण जीवनशैलीका लागि परिचित छ। यही साधारण वातावरणमा उनको बाल्यकाल बितेको थियो। उनकी आमा मधुमाया ओली गृहिणी थिइन्, तर दुर्भाग्यवश केपी ओली सानो हुँदा नै उनकी आमा स्मलपोक्स रोगका कारण निधन भयो। आमा गुमेपछि उनको पालनपोषण परिवारका अन्य सदस्य र हजुरआमाले गरे। रोड थिङ्किङ अनुसार हेर्दा मानिसको व्यक्तित्व निर्माणमा दुई कुरा धेरै महत्त्वपूर्ण हुन्छन्। पहिलो, परिवारको वातावरण, दोस्रो, जीवनमा आएको सङ्घर्ष। केपी ओलीको जीवनमा पनि यी दुवै कुराले ठुलो प्रभाव पारे। अब कुरा गरौँ उनको वैवाहिक जीवनको। केपी शर्मा ओलीले विवाह गरेका छन् राधिका साक्यसँग। राधिका साक्य सामाजिक कार्यमा सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छन्। उनी केपी ओलीको राजनीतिक र व्यक्तिगत जीवनमा महत्त्वपूर्ण सहयोगी बनेकी छन्। रोड थिङ्किङ अनुसार हेर्दा कुनै पनि नेताको सफलता तीनवटा आधार हुन्छन्। पहिलो, परिवारबाट आएको संस्कार, दोस्रो, जीवनमा भोगिएको सङ्घर्ष, तेस्रो, अनुभव र नेतृत्व क्षमता। एक सामान्य किसान परिवारबाट सुरु भएको जीवन, सङ्घर्ष, अनुभव र मेहनतका कारण आज केपी शर्मा ओली नेपालका प्रमुख राजनीतिक नेताहरूमध्ये एक बनेका छन्। यसरी हेर्दा उनको परिवार, बाल्यकालको वातावरण र जीवनका सङ्घर्षहरूले नै उनको सोच र नेतृत्व निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। धन्यवाद। यदि तपाईँलाई यस्तै रोड थिङ्किङ वाइज भिडियो मनपर्छ भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोस्।